हेलो गाइस नमस्ते मेरो मिनी ब्लगमा तपाईलाई स्वागत छ। म चाहिँ कसैको इन्तजारमा छु किनकि आज म हनीमुन सेटअपको लागि गइरहेको छु खजुरा। अनि त्यसपछि के हुन्छ म देखाउँदैछु तपाईलाई, आज गएर देखाउँछु र भन्ने पनि छु के गर्छु भनेर। त्यसपछि उहाँ अलिक आउनु भएको छैन, मानपुर पुगे भन्नुभएको छ। मानपुर कहाँ हो ल गाइस आएपछि बनाउँछु ल। हामी बाइकमा गइरहेको छौँ हामी दिदी र म। अब फुल पनि पाइएको छैन, एउटा फुल चाहिँ के भन्नु दिनु पर्यो उहाँ हाम्रो दिदी सेटअप बनाउने। अहिले हामी चाहिँ अटोमा छौँ। भाइ अब हामी आधा बाटोसम्म आइसकेको छौँ, पुगेपछि तपाईँलाई म बेहुला देखाउँछु। गाइस हामी अब किन बाटोमा रोक्यो भनेपछि यहाँ बिरालोले बाटो काट्यो, त्यही भएर अब एकछिन रोकेको। कोही मान्छे आयो भने बल्ल जान्छौँ है, गुफा आउँदैछ। हेलो गाइस, हामी चाहिँ देउलाको घर आइसकेछौँ। देउला चाहिँ आउनुहुन्छ अब देउला नै बाहिर लाग्छ है। एकपछि फेरि भिडियो देखाउँछु है। बाइ बाइ। यस्तै हो अब दुलाको कोठा। हामी चाहिँ यहाँ डेकोरेसन आउँछौँ है। अब के गर्नु केही भएको छैन।